हरेक बिहान नयाँ सुरुवात हुन्छ, तर सबैको लागि सजिलो हुँदैन। आशा र सङ्घर्षले जीवनको गति लिइरहन्छ। यो कथा हो एउटा आमाको अटल विश्वासको र एउटा बालकको मौन संसारको। यो कथा हो आशाको यात्रा, रमितको संसार, अर्थात् रमित सारू मगरको। बाबुको यो अवस्था चाहिँ तपाईँले कति वर्ष भएपछि थाहा पाउनुभयो यस्तो रहेछ, सिपी भएको रहेछ अथवा सर्म दृष्टि रहेछ भन्ने चाहिँ बाबु कति वर्ष भएपछि थाहा पाउनुभयो? एउटा अब त्यो जन्मनुभन्दा अगाडि त्यो 1 हप्ता अगाडि 2 हप्ता अगाडि हजुर त्यो लास्ट भिडियो हुन्छ नि, त्यो 9 महिना त्यतिखेर उस के अरे टाउकोमा पानी छ भनेर त्यो थाहा पाएको। अब अनि मलाई फेरि त्यतिखेर यस्तो हुन्छ भने थाहा थिएन। अनि पानी टाउकोमा पानी छ भनेर डक्टरले भनिसकेपछि त्यो 2 हप्ता अगाडि भर्ना गरेर यसलाई निकालेको थियो। अहिले कति वर्षको भएर कति सालमा जन्मियो? यो रमित 76 साल पुस 6 गते 2076 सालमा जन्मिएका 6 वर्षका रमित सारू मगर न त संसार पूर्ण रूपमा देख्न सक्छन्, न त पूर्ण रूपमा सुन्न सक्छन्। उनी श्रवण दृष्टिविहीन अपाङ्गता र मस्तिष्क पक्षघातसँग जुधिरहेका छन्। हजुरहरू पाल्पाबाट चाहिँ यता बुटोल आउनुभयो, बुटोल यहाँ अहिले डेरामा बसिरहनु भएको छ। अनि अहिले रमितकै लागि यही हुनुहुन्छ नि होइन? हजुर, यसकै लागि भनेर हामी यता अनि यहाँको बारेमा चाहिँ शान्ति स्कुलमा यस्तो छ अरे भन्ने चाहिँ कसरी थाहा पाउनुभयो? यहाँ यस्तो कला छ भनेर साथीले भन्नुभयो। अनि साथीले भनेर बल्लै यतै आएको। अनि बाबुको अब के छ, यहाँ पहिला भन्दा त त्यो सब सुधार त भइरहेछ, सुधार होला भन्ने आश बोकेरै यहाँसम्म आइयो होइन? हजुर, यहाँ कतिको होला भन्ने आश चाहिँ कतिको लागिरहेछ, सम्भावना के छ, के भनिरहनु भएको छ? यहाँ चाहिँ अहिले थेरापी भइरहेछ, हजुर, के भनिरहनु भएको छ? अब त्यो पहिला त उस थियो अब सुतेको बच्चा होइन। अब घरमा त त्यस्तो राम्रो थिएन यो भन्दा। अनि साथीले राम्रै हुन्छ त्यहाँ, अलि क्लास पनि छ अनि थेरापी पनि हुन्छ, राम्रो हुन्छ भनेर साथीले भन्नुभयो। अनि आइसकेपछि अहिले घरमा भन्दा अहिले धेरै राम्रो भइरहेछ, राम्रो हुन्छ भन्ने अझै ठिक हुन्छ भन्ने। हजुर, आशा छ। हामीले सजिलै गर्ने साना कामहरू, खानु, बस्नु, हिँड्नु रमितका लागि असम्भव जस्तै छन्। उनी पूर्ण रूपमा अरूको सहारामा निर्भर छन्। रमितले चाहिँ अहिले के गर्न सक्छन् नि? यिनले अहिले उसले गर्न सक्ने जस्तो हामीले दैनिक जीवनमा चाहिँ अब हामीले खान बस्न उठ्न सबै सक्छन्। अब यो बच्चाहरू त उठ्नु पनि अब गाह्रै हुन्छ, दैनिक क्रियाकलाप गर्न पनि। अनि उसले चाहिँ अहिले गर्न सक्ने कामहरू चाहिँ के गर्न सक्छन्? त्यस्तो त खासै गर्न सक्दैन। अब यसलाई त अब चल्ने मात्र हो। के अरे घुम्छ, चल्दाखेरि बढी चल्यो भने रमायो भने यसरी घुमेर खेल्छ। बढी खुसी हुँदाखेरि चाहिँ घुमेर चलेर चाहिँ खुसी, आफ्नो खुसी त्यसरी व्यक्त गर्छन्। अनि यिनको अब आँखा र कानमा पनि समस्या हो? हजुर, यो हल्का छ आँखामा, कानमा। स्कुलमा चाहिँ कहिलेदेखि आउनु थाले? रमित 2081 वैशाख 11 गतेदेखि। अनि म्यामले चाहिँ यो स्कुलमा आइसके पछाडि रमितको अब सुधार हुने सम्भावना के कतिको देख्नु भएको छ? सुधार भइरहेछ, अझै कतिसम्म सुधार गरिएला भन्ने कतिको चाहिँ आशा छ? रमित चाहिँ सुरुमा आउँदाखेरि यो हात चाहिँ मुठी मात्रै हुन्थ्यो, यो पन्जा खुल्दैन। हामीले रेगुलर थेरापी गरेर यतिको खुलाउन सक्ने भएको छौँ। अनि सामानहरू पनि 1 मिनट जति केही सामान दियो भने हातले समात्न सक्छ। अनि 1 मिनट अथवा 30 सेकेन्ड 45 सेकेन्ड जति टाउको धान्छ। अनि उसले भोक लाग्यो भने रुने, बोल्न नसके पनि गएर भए पनि माग्ने गर्छन्। अनि मान्छेहरूको नाम बताउँदाखेरि आँखाले देखाएर चाहिँ को मान्छे को हो भनेर त्यसरी चाहिँ बताउन सक्छ। अनि उसको सुधार भइरहेको छ, अझै उठ्ने कोसिस गर्छन् खुट्टाले टेकेर। रेगुलर थेरापी गरायौँ भने ऊ चाहिँ हिँड्छ भन्ने पूर्ण विश्वास छ। रेगुलर थेरापी गरायो भने त उसले दैनिक
जीवनका कामहरू पनि आफैले गर्न सक्छन्। अनि अहिले औषधिको घरमा औषधि पनि खुलाइरहनु पर्छ है? हजुर, औषधि के को औषधि खुलाउनु पर्छ? यो कडाको। यो हात खुट्टाहरू नरम बनाउनलाई औषधि खुलाइरहनु पर्छ। हजुर, अरू त केही खुवाइन्न, यो कडा। परिवार, भविष्य र सन्ततिको जिम्मेवारीका लागि रमितका बुवा घर चलाउन विदेशमा सङ्घर्षरत छन्। घरमा छोरालाई निको पार्ने आशमा पाल्पाबाट बुटवल आएर डेरामा बसेर सन्तानको लागि सङ्घर्ष गरिरहेकी एक महान आमा र रमितको 2 वर्षको सानो भाइ छन्। गाउँमा हुँदाखेरि कसरी बित्थ्यो? अब बाबुलाई त 81 सालमा ल्याउनु भयो। हजुर, अनि बाबु सानै हुँदाखेरि बाबुको बारेमा थाहा पाइसकेपछि के कस्ता अब दिनहरू चाहिँ गाउँमा हुँदाखेरि पहिलाका दिनलाई कसरी सम्झनुहुन्छ? पहिलाको समय त अब अहिले भन्दा त धेरै दुःख। अब साँझ बिहान दिउँसो काम गर्न पर्ने। अब बिहान यसलाई खुवाएर राख्यो अनि फेरि घाँस काट्ने अनि आउने, फेरि आएपछि फेरि खाना खुवाउने राख्ने, दिनभरि घर राख्ने सुताएर। अनि फेरि दिउँसो काममा जाने अनि फेरि 2-3 बजेतिर आएर फेरि साँझको काममा फेरि घाँस काट्न फेरि जाने। त्यस्तै बित्थ्यो। रमितकी आमा एम कुमारी हरेक दिन थकान, जिम्मेवारी र आशालाई बोकेर विद्यालय पुग्छिन्, किनभने उनको विश्वास छ मेरो छोरो निको हुन सक्छ। यो केवल शारीरिक सङ्घर्ष होइन, यो मानसिक र भावनात्मक लडाइँ पनि हो, जहाँ कहिलेकाहीँ थकानले जित्न खोज्छ, पीडाले उछिन्न खोज्छ, तर आमाको आश र माया कहिल्यै हार्दैन। रमितको सानो प्रतिक्रिया, एउटा मुस्कान, त्यही हो जसले यो यात्रालाई अघि बढाइरहेको छ। स्कुलमा आउनुभन्दा अगाडि त्यसो भए बाबुले थेरापीहरू त पाएनन्? पाउन त मैले त्यो जन्मेदेखि नै थाहा पाएको के अरे। हजुर। तानसेन मिसन हस्पिटलमा मैले सुरुमा 1 महिनामा लान्थेँ कि चेक गर्नलाई। त्यसपछि यो कति 12-13 महिना हुँदाखेरि थेरापीको लागि 1 महिना राखेको। अनि त्यतिखेर अलि राम्रै भएको थियो। फेरि त्यस्तै घरको अब बिजीले गर्दाखेरि फेरि थेरापी पाउन सकिएन। फेरि त्यतिकै फेरि त्यस्तै रह्यो। थेरापी बाबुले अझै समयमा पाएको भए त अझै राम्रो, अझै धेरै सुधार हुन्थ्यो होला हैन? त्यतिखेर त हुन्थ्यो। रमितकै उपचार र सुधारको लागि उनीहरू तराई झरे। राष्ट्रिय बहिरा महासङ्घ, श्रवण दृष्टिविहीन अभिभावक समाज, विशेष कक्षा सञ्चालन भइरहेको शान्ति नमुना मावि रमित र उनकी आमा याम कुमारीको आस बने। त्यतिखेर 1 महिना राख्दाखेरि राम्रै भएको थियो। हजुर। अनि त्यो 1 महिनामा त अब पनि सानो के अरे, अनि राम्रै भएको थियो। अनि त्यसपछि त्यस्तै निरन्तर पाएको भए अहिलेसम्म अलि राम्रो हुन्थ्यो जस्तो लाग्छ। के लाग्छ जिन्दगी के रहेछ जस्तो लाग्छ? जिन्दगी त अब सङ्घर्ष हो, सङ्घर्ष नै जीवन। हजुर। जिन्दगी हो। अब जब पाहाडबाट पाल्पाबाट यहाँ आएँ, कोठामा बस्न थालेपछि म एक्लैले एकछिन त हामी 2 जना मात्र भयौँ। त्यसपछि 1 वर्षपछि 3 जना भयौँ। अब त्यतिखेरको त अब म एक्लैले गर्नुपर्ने हुँदाखेरि साह्रै गाह्रो भयो तापनि अब सङ्घर्ष त गर्नै पर्यो। अब त्यस्तै हो, सङ्घर्ष गरिरहनु पर्छ। सङ्घर्ष गरियो भने अवश्य पनि फल पाइन्छ भन्ने मेरो सोच है। थेरापिस्ट र विद्यालयको शिक्षक अनि रमित जस्तै मस्तिष्क पक्षघात र श्रवण दृष्टिविहीन भएका अन्य व्यक्तिका अभिभावकहरू यो यात्राका सारथी बने। दुईटै बच्चालाई बिहान आउँदा पनि बोकेर आउने दुईटैलाई, अनि फेरि छुट्टी भएर फेरि घर जाँदा पनि
बोकेरै जानु। बोकेर जानुपर्छ। ठुलो छोरा रमितको जिम्मेवारी र 2 वर्षको सानो छोरा सबै बोकेर उनकी आमा हरेक दिन विद्यालय पुग्छिन् एउटै आशा बोकेर। सायद थेरापीले केही सुधार ल्याउला, सायद रमितको जीवन अलिकति सहज होला। यो केवल उपचारको यात्रा होइन, यो आमाको अटुट विश्वासको कथा हो। यहाँ रमितको एउटा सानो मुस्कान आमाको लागि पुरै संसार बराबर छ। प्रश्न सधैँ अल्झिरहन्छ, के यो सङ्घर्षले उज्यालो देखाउँछ? तर जवाफमा कहिले नमर्ने आशा रहिरहन्छ। जीवन सधैँ सजिलो हुँदैन, तर आशा, माया र प्रयासले असम्भवलाई पनि सम्भव बनाउन सक्छ। रमितको कथा हामी सबैको लागि एउटा सन्देश हो।